बुटवलको बजारमा घन्किएको बाजाको ताल, लामो सहभागितामूलक लस्कर, सांस्कृतिक उत्साहले अन्तर्राष्ट्रिय सम्पदा दिवसको अवसरलाई विशेष बनायो। हाम्रो पुर्खाको ज्ञान, हाम्रो देशको शान, रैथाने सिप र कलाको जागिरमा हाम्रो अभियान भन्ने नारासहित आयोजित रैथाने सिप कला तथा उत्पादन प्रदर्शनी 2083 अन्तर्गतको सम्पदा पदयात्रामा विभिन्न सङ्घ संस्था प्रतिनिधिहरू उत्साहपूर्वक सहभागी बने। बुटवल पुष्पलार पार्कदेखि ट्राफिक चोक स्थित खस्यौली बजारसम्म सम्पन्न पदयात्राले सम्पदा संरक्षणप्रति जनचासो बढाएको देखिन्थ्यो। हरेक शनिबार झैँ लाग्ने खस्यौली बजार त्यस दिन भने केही फरक देखिन्थ्यो। हस्तकला बुन्दै गरेका कलाकारका हात, बाँसबाट बनेका सामग्री, महिला उद्यमीका अचार, युवाले तयार पारेका गाजाका कपडाहरू, परम्परागत हँसिया, बाजा, तामाका भाँडाकुँडा तथा रैथाने अन्नबालीका उत्पादनहरूले बजारलाई जीवन्त बनाएका थिए। यी सामग्री केवल व्यापारका वस्तु थिएनन्, ती हाम्रा पुर्खाको ज्ञान, सांस्कृतिक र पहिचान जीवित दस्तावेज थिए। काठमाडौँपछि पहिलो पटक बुटवलमा अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाउनु र रैथाने सिप कला तथा उत्पादन प्रदर्शनी आयोजना हुनु आफैमा ऐतिहासिक मानिएको छ। सम्पदा भन्दा बित्तिकै जसले आफ्नो जीवन चाहिँ यही सम्पदामा अथवा यही रैथाने सिप कलामै चाहिँ गुजार्नु भएको छ, उहाँहरूको कलालाई, उहाँहरूको चाहिँ पेसालाई प्रदर्शन गर्यो भने यसको सही ढङ्गको जगेर्ना पनि हुन्छ र युवा पुस्ताले पनि यो बारेमा चाहिँ केही हदसम्म जान्ने मौका पाउनुहुन्छ र सँगसँगै चाहिँ अलिकता अन्तर्राष्ट्रिय रूपमा, राष्ट्रिय रूपमा बजारीकरण गर्ने, यो यस्ता उत्पादनहरूलाई बजारीकरण गर्ने व्यवसायी साथीहरूसँग पनि यस्ता हाम्रा साना साना उत्पादकहरूको लाई जोड्न सकिनेछ र बजार चाहिँ अलिकता विस्तार गर्न सकिन्छ कि भन्ने लक्ष्य पनि हो। यस कार्यक्रमको मूल प्रेरणा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको दीर्घकालीन सोच र रणनीति हो। नेपालको लघुवित्त वित्तीय क्षेत्रमा फरक पहिचान बनाउने उद्देश्यका साथ 2066 चैत्र 27 गते कम्पनी रजिस्टरको कार्यालयमा दर्ता भई 2067 कार्तिक 28 गते बुटवलबाट सेवा प्रारम्भ गरेको संस्थाले रैथाने सिप कला र उत्पादनहरूको संरक्षण तथा प्रवर्धनलाई आफ्नो रणनीतिक आयोजना समेटेर काम गर्दै आएको छ। ग्रामीण क्षेत्रमा उत्पादन हुने अर्गानिक तथा परम्परागत वस्तुहरूको सहरमा उच्च माग भए पनि बजार पहुँच र सङ्कलन केन्द्रको अभावका कारण वास्तविक उत्पादकहरूले उचित मूल्य पाउन सकिरहेका छैनन्। यही समस्यालाई समाधान गर्ने उद्देश्यले संस्थाले आफ्नो पञ्चवर्षीय रणनीतिक योजना 2023-2028 अन्तर्गत रैथाने सिप ज्ञान तथा उत्पादनहरूको संरक्षण प्रवर्धन र बजारीकरणको अभियान अघि बढाएको छ। यस अभियान अन्तर्गत 2082 चैत्र 2 गते रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो, जहाँ 35 जना उत्पादक सदस्यहरूले आफ्नो समस्या, सम्भावना र बजार चुनौतीबारे गहन छलफल गरेका थिए। सोही कार्यक्रमको निष्कर्ष र उत्पादकहरूको उत्साहलाई थप ऊर्जा दिँदै 2083 वैशाख 5 गते विश्व सम्पदा दिवसको अवसरमा यो बृहत प्रदर्शनी आयोजना गरिएको हो। हामीले जनउत्थान प्रतिष्ठानबाट जुन हामीले चाहिँ वित्तीय सेवा दिएका छौँ, ती समूहहरूले आफ्नो रैथाने उत्पादन आफ्नै ठाउँमा उत्पादन गरेर उहाँहरू चाहिँ अगाडि बढ्दै गइरहेको अवस्था थियो र त्यसलाई अलिकति अगाडि बढाउने के कस्तो छ भनेर त्यसको पहिचान गर्ने उद्देश्यले हामीले झन्डै 1 महिना पहिले उहाँहरूलाई जम्मा गरेर हाम्रा रैथाने उत्पादनहरू के छन् त्यसको पहिचान गर्ने र बजारको अवस्था के छ भनेर बुझ्नको लागि एउटा अन्तर्क्रिया कार्यक्रम राखेका थियौँ र त्यसपछि त्यहाँ अलि धेरै आवाज के देखियो भन्दा वस्तु उत्पादन त हुन्छ तर हामी ठुलो बजारमा पुग्न सकिरहेका छैनौँ भन्ने एउटा समस्या देखियो। कतिपयको चाहिँ सानो बजारमा गएछ, हामी त आर्थिक अभाव छ भन्ने कुराहरू उठे। अब आर्थिक अभावलाई त हामी जनउत्थान मार्फत त्यसलाई समाधान गर्न सक्थ्यौँ, तर बजारको लागि केही गर्नुपर्छ भनेर नै अन्तिममा उहाँहरूले जति उत्पादन गर्नुभएको छ त्यसलाई बजारको रूपमा चाहिँ पुर्याउनु पर्छ भन्ने उद्देश्यले नै आजको कार्यक्रमको हामीले आयोजना गरेका हौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको संयोजनमा सम्पन्न कार्यक्रम बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा आदिवासी जनजाति महासङ्घ, महिला पैरवी मञ्च, विश्वकर्मा समाज, देवीनगर र दीपनगर, सहयात्री सहकारी संस्था लगायतका अन्य संस्थाहरू पनि आयोजकको रूपमा प्रत्यक्ष सहभागी भएकोले प्रदर्शनी कार्यक्रम थप गरिमामय बनेको थियो। जुन हाम्रो साँच्चीकै देशभित्रको यथार्थ माटोमा भिजेका कुराहरू हुन्, हाम्रो माटोसँग जोडिएका कुरा हुन्, हाम्रो जनजनमा जोडिएका कुरा हुन्, हाम्रो देश बनाउन जोडिएका कुरा हुन्, हाम्रो देश सिगार्न जोडिएका कुरा हुन्। अब तपाईँहरूलाई पछाडि पारेर तपाईँहरूलाई धकेलेर देश बन्दैन, तपाईँलाई साथसाथै लिएर जसले हिँड्छ
उसले मात्रै देश बनाउँछ, यो कुरामा म प्रष्ट छु। प्रदर्शनी केवल उत्पादनको व्यापारिक मेला मात्र थिएन, यो हाम्रो मौलिक कला र संस्कृतिको जीवित प्रदर्शन पनि थियो। गन्धर्व समुदायको सारङ्गीको धुन, थारू समुदायको सांस्कृतिक नृत्य, नौमती बाजाको ताल र परम्परागत कला प्रस्तुतिले दर्शकलाई आफ्नै इतिहास र पहिचानसँग जोड्ने काम गरेका थिए। त्यससँगै यो कार्यक्रम रैथानिक उत्पादन र सांस्कृतिक सम्बन्धी बहस तथा छलफलको साझा थलो पनि बनेको थियो। रैथानिक कुरालाई हामी प्रबोधन गर्न सकेनौँ, रैथानिक कुरालाई हामी अलिकति त्यसलाई चाहिँ अनुसरण गर्न सकेनौँ, त्यसलाई पुष्टान्तरण गर्न सकेनौँ, हस्तान्तरण गर्न सकेनौँ नि त। मैले भन्नु खोजेको हाम्रो बाजे बराजुले त हाम्रो बाजे बराजुहरूले सर्च गर्नुभएको रहेछ, हेर्नु है, तर विज्ञानले रिसर्च गर्यो कि हाम्रो बाजे बराजुहरूले सर्च गर्नुभएको हो, तर उनीहरूले गर्यो। खुल्ला छलफलमा सहभागीहरूले आफ्ना उत्पादनको बजारीकरण, संरक्षण र प्रवर्धनका लागि राज्यसँग आवश्यक सहयोगको माग गरेका थिए। रैथाने उत्पादन गर्नको लागि चाहिँ हामीलाई खासै गाह्रो छ जस्तो मलाई लाग्दैन। यसको मेन जड कहाँनिर छ, जस्तो बजारीकरण। मान्छेले उत्पादन गरेछ, बिक्री कहाँ गर्ने? तरकारीहरू उत्पादन गर्छ, खेतमै कुहिएर जान्छ, छिपेर जान्छ। अब जस्तो मेरो मह त वर्षभरि बेच्न पाउँछु, मलाई चाहिँ त्यति समस्या छैन होइन। अनि कतिपय कुराहरू हुन्छ जस्तो समयमा बिक्री भएन भने बिग्रिएर जाने। यसले प्रदर्शनीलाई केवल सांस्कृतिक कार्यक्रममा सीमित नराखी रैथाने सिप, कला र उत्पादनको भविष्यबारे गम्भीर विमर्श गर्ने साझा अभियानको रूपमा दिएको थियो। रैथाने आफैमा चाहिँ खोजीको विषय बनिरहेको चाहिँ छ, तर पनि जुन रूपमा हुनुपर्ने त्यो अझै हुन सकेको छैन। त्यसको लागि चाहिँ विशेष गरी सरकारले नै जिम्मेवारी लिनुपर्छ यो विषयमा त होइन। सरकार र समुदायले चाहिँ आफ्नो समुदायमा, आफ्नो चाहिँ क्षेत्रमा यो बारेमा सचेतना जगाउँदै जाने हो र सचेतना मात्रै जगाएर भएन, उत्पादनमा लगाउने हो भने। जस्तो हजुर नेपाल सरकारको पूर्व सचिव पनि हुनुहुन्छ होइन, जस्तो अहिले तपाईँहरू विभिन्न स्थानीय तहहरूमा पनि जानुहुन्छ होला। यो हामी स्थानीय तहका जनप्रतिनिधिज्यूहरूले यो रैथाने सिप कलालाई कसरी बुझेको देख्नुहुन्छ हजुरले? त्यति धेरै बुझ्नु भएको छैन अझै पनि। यसलाई जुन ढङ्गले चाहिँ बुझ्नु पर्ने हो, जुन तहले यसलाई महत्त्व दिनुपर्ने हो, त्यो तहमा गएको छैन। अहिले पनि विकास भन्दा बित्तिकै सडक खन्ने तिरै चाहिँ बढी, बिल्डिङ बनाउने र सडक खन्नेतिरै पनि बढी छ। तर यो भनेको चाहिँ हाम्रो मानव विकासमा चाहिँ टेवा पुर्याउने र दिगो विकासमा चाहिँ टेवा पुर्याउने कुरा हो। त्यसमा सचेतना जरुरी छ। तथापि पहिलाभन्दा अहिले चाहिँ अलिक बढी चाहिँ यसतर्फ चाहिँ ध्यान पुर्याउँदै जान थाल्नु भएको चाहिँ देखिन्छ। तर जुन रूपमा ध्यान पुर्याउनु पर्ने हो त्यो रूपमा ध्यान पुगेको छैन। एकाधवटा चाहिँ स्याम्पलको रूपमा गराइदिने र हामीले गरेको यही हो भन्ने प्रचलन चाहिँ छ। अब त्यसलाई चाहिँ अब स्केल अप गर्दै जाने गराउनु पर्छ। अब हामी सबैले त्यो गर्न थाल्यौँ भने पक्कै पनि त्यो सचेतना बढ्ला।